तपाईकोमा सफलताको ग्यारेन्टी होस् नहोस् मैदानमा अवश्य पनि उत्रिनुहोस्। गिभ योर बेस्ट। तपाईको आफ्नो जे जति क्षमता छ त्यसलाई खर्चिनुहोस्। जीवनमा त्यही व्यक्तिको महत्त्व हुन्छ जो मैदानमा उत्रिन्छ, जो मैदानमा उत्रेर सङ्घर्ष गर्न राजी हुन्छ, जो रगत पसिना बगाएर धुलो हावा माटो खाएर आफ्नो सफलतातिर लम्किने हिम्मत गर्छ। त्यो व्यक्तिको मात्रै महत्त्व हुन्छ। तर त्यो हुँदाहुँदै पनि त्यो व्यक्ति सफलै हुनुपर्छ भन्ने पनि छैन। कति व्यक्ति सफल हुनुहुन्छ, त्यो सुनमा सुगन्ध हो, तर कमसेकम तपाईँ सफलता हासिल नगरे पनि तपाईँलाई यसमा त सन्तुष्टि हुन्छ कि तपाईँले सक्दो गर्नुभएको थियो, आफ्नो बेस्ट दिनुभएको थियो, आफ्नो पुरा क्षमता त्यहाँ लगानी गर्नुभएको थियो। तर त्यो गर्दा गर्दै पनि तपाईँमा सफलताको हात लागेन। कमसेकम तपाईँमा एउटा अद्भुत किसिमको सन्तोना त हुन्छ, एउटा सेटिस्फ्याक्सन त हुन्छ कि जीवनमा मैले खालि हात बाँधेर बसिन। धेरै भयो नि काम गर्नु अगाडि नै। ल कति वर्ष पुग्यो सम्झिनु? अब 5-10 वर्ष 5-10 वर्ष भयो है। यस यो ट्याक्क क्लिन हुँदो रहेछ क्या है। मासु पनि ताजा ताजा पाउँछ होला। मासु ताजा भयो नि, स्याहार स्याहार जस्तो निकाले। तपाईँले अर्डर अनुसार कहाँ पोखरासम्म पुर्याउनुहुन्छ कि कस्तो? पोखरासम्म पुऱ्याइन्छ। आज पोखरा 7 गति जाँदैछ। यसो अरू फ्याट त राख्यो होइन, मलाई अरू मान्छे चाहिँदैन कि समात्ने होइन, एकदमै ब्याङ ब्याङ। मैले एउटा नबुझेको होइन, तपाईँले त्यो काट्नुहुन्छ नि, यस त्यसपछि त्यसमा ठ्याक्क ठोक्नुहुन्छ क्या, त्यो के चाहिँ के हो नि खासै? यो भनेको मासुको स राखेको। सर राख्यो भने होइन? यस अब त्यो ठोक्नुहुन्छ ल त्यसरी। मोटो त बगा गजबको छ है। कुखुरा आउनुभयो, कुखुरालाई धपाउनुहोस् त। ए जानुहोस्, फेरि यहाँ कुखुरा साथीहरूले पनि डिस्टर्ब गरिरहेन है। कुखुरा साथी त कुखुरा साथी हो हेर नि। तपाईँकोमा लोकल कुखुरा पनि पाउँछ होइन? लोकल कुखुरा पनि जाम जान्ने। लोकल कुखुरा भाले पुर्खी स्याङ टलार हामी बेचिदिइहाल्यो नि। हेर्नुहोस् त सबैले बोका काट्ने काम भएर है। हाम्रो यो न्यु सानो पाटनमा तपाईँको चाहिँ त्यो मैले बोर्ड चाहिँ होइन क्यालेन्डरमा पनि देखाएको थिएँ। कुन क्यालेन्डरमा टिप्छ ऊ त्यो क्यालेन्डरमा छ त्यसमा नि भयो। त्यसमा पनि देखिए पनि भइछ नि होइन? यसमा एकचोटि तपाईँ समाउनु पऱ्यो यहाँ। म यसरी समात्दै तपाईँले सहयोग गरिदिन्छु। टक्क धारामै पानी यहीँ आउने है, मजाले सफा हुँदो रहेछ। गजब छ नि यहाँ। फ्रेस रहेछ क्या, फ्रेस यहाँ चाहिँ मासु। नामै फ्रेस आउँछ त यहाँ। फ्रेस न्यु सानो पाटन फ्रेस हाउस, मिट सप फ्रेस हाउस। यस्तो छ मतलब। अब हामीले यसरी यहाँ निकाल्छौँ होइन। गजबको मोटो रहेछ, बोसो रहेछ। गजब छ भाइ। वाउ बोसो हेर्नु नि टर्टलगिरी, गजब छ। खाना चाहिँ मजा आउने छ अरे। लोकल बोक, च्याप्प लोकल बोको चोपिलो सुप मिठो, लोकल खाना आनन्द आउँछ। लोकल बोक यतिकै चाहिँ मिठो हुन्छ है। भात धेरै रुच्छ होइन। हामी यहाँ पुरा प्योर। यस अहिलेसम्म लिनुभएका ग्राहकहरू सबै सन्तुष्टि हुनुहुन्छ हजुरकोमा होइन? मासु नै यति फ्रेस रहेछ अब कम्प्लेन बन्द हाल्नुहोस् त्यसलाई अब समाउनु छ अब।